नमस्ते सम्पूर्णमा हजुरहरूलाई यो च्यानलमा स्वागत छ। आज हजुरहरू मार्फत यो च्यानल मार्फत हजुरहरूलाई मैले यसो रमाइलोको लागि तपाईहरुलाई भिडियो देखाउन गइरहेको छु र कस्तो खालको भिडियो भन्ने बारेमा। र यो भिडियो चाहिँ माइन्डिस गेम रहेको छ र यो माइन्डिस गेम चाहिँ कस्तो खालको गेम रहेको छ भन्ने बारेमा तपाईहरुलाई म जानकारी गराउँछु। र यो चाहिँ मैले इंग्लिश वर्डदेखि लिएको छु, जम्मा मैले 20 लिएको छु र यो यदि जिते बाबत यसमा प्राइजहरू राखेको छ। फर्स्ट सेकेन्ड प्राइज राखेको छ र फर्स्ट प्राइज र सेकेन्ड प्राइज राखेको छ र यसको टाइम चाहिँ 1 मिनेट हुनेछ र 1 मिनेट भित्रमा मिलाएको खण्डमा फर्स्ट हुनको लागि चाहिँ मिनिमम 15 भन्दा 100 बढी पर्नेछ, सेकेन्ड हुनको लागि चाहिँ 10 भन्दा 100 बढी पर्ने हुन्छ। र प्राइज चाहिँ के रहेको छ भने फर्स्टलाई चाहिँ आर्य पास राखिएको छ र सेकेन्डलाई चाहिँ रेड बुल राखिएको छ हुन्छ। र यो भिडियो हेरेर तपाईहरुले लाइक, कमेन्ट, सब्स्क्राइब, शेयर र सुझाव सल्लाह दिनु होला हुन्छ। र अब गेम स्टार्ट म गर्दछु। बाइबल इज बेस्ट बुक, इंटरनेशनल प्रेसिडेंट, इंटरेस्टिंग, एग्रीमेंट, टेलीविजन, इनकरेज, इम्प्रूव, विलेज, एक्सपेंसिव, अपॉर्चुनिटी, मिनिस्ट्री, आवर नेपाल, मोर नेपाल, ब्यूटीफुल, प्रिंसिपल, whether in one, available here, somebody one, involvement हुन्छ। र अब समय सुरु भएको म जानकारी गराउँछु। इन्भल्भमेन्ट, प्रिन्सिपल, विलेज, एक्सिलेन्ट, एक्सपेन्सिभ, somebody one, our Nepal, Moran Nepal, Bible is best book, कतिवटा भयो भन्दै जानु, म पछि गएर भन्छु। एग्रीमेन्ट, टेलिभिजन, ब्युटिफुल, अपॉर्चुनिटी, एक्सपिरियन्स, इंटरनेशनल, एग्रीमेंट, एकको लागि भइसकेको छ। अपॉर्चुनिटी, इम्प्रूव, कतिवटा भयो 14वटा, एक्सपिरियन्स, यसको लागि भइसकेको छ। मिनिस्ट्री, मिनिस्ट्री लाग्छ 15वटा भयो। एक्सिलेन्ट, इनकरेक्ट, हुन्छ। उहाँको टाइम सकिएको छ र अब म काउन्ट गर्नेछु उहाँले कतिवटा मिलाउनु भएको छ। बाइबल इज बेस्ट बुक, इंटरनेशनल 2, एग्रीमेंट 3, टेलिभिजन 4, इम्प्रूव 5, विलेज 6वटा, एक्सपेंसिव 7वटा, अपॉर्चुनिटी 8वटा, मिनिस्ट्री 9वटा, आवर नेपाल 10वटा, मोरन नेपाल 11, ब्यूटीफुल 12, प्रिंसिपल 13, somebody one, 14, इन्भल्भमेन्ट 15 हुन्छ। उहाँले 15वटा मिल्यो। 15 मिलाउनु भएको छ। यस, उहाँलाई बधाई छ। 15 सेकेन्ड आयो त। उहाँले जित्नु भएको छ। यो रेड बुल पनि आयो होला नि त मेरो। उहाँले र उहाँलाई म यो फर्स्ट रिङ्गेट पनि दिँदछु हो त। र उहाँलाई यो रेड पनि रेल हैन नि? दिँदैछु। पछि रिन त माग्दैन नि। रेल माग्दैन, वास्तविक हो। तपाईँ देखाएको छ र उहाँलाई दिइसकेको छु। हुन्छ। र यो काम के गर्नु, ड्युटी किन जानु? जुन यो भिडियो हेरेर
ड्युटीमा जानु तपाईँहरू पनि दिनु होला र आउँदो दिनमा मैले के भन्नु आज भेट यस्तो गेम खेल्ने पैसा कमाउने भिडियो ल्याउन सकौँ धन्यवाद छ।